हेलो फ्रेन्ड, यो नेपाल बाइक रिपेयरिङमा तपाईहरुलाई स्वागत छ। यो पल्सर 150 सीसी हो, डिजिटल मोडल छ। यसमा के छ कि चाबी अन गर्यो भने तपाईको लाइन आउँदैन, चाबी अन गर्यो भने लाइन आउँदैन र हर्न पनि बज्दैन। यसमा के समस्या छ भने यो तपाईको यो चाबी स्विचको तार छ नि, यो दुईटा, यसमा कुनै समस्या हुन सक्छ होला। हुन्छ नि, यसमै तार हो समस्या, जुन ब्याट्रीबाट जुन लाइन आएको हुन्छ नि, यो सेतो तार हो र त्यस उताबाट जुन फर्किने तार यो पहिलो तार हो। र यसमा के हुन्छ, चाबी अन गर्दाखेरि लाइन आएन, अनि बाटोमा के भयो, अङ्कलको हिजो गाडी बन्द भयो, अनि कसरी तसरी हलाएर डुलाएर लाइन आयो। अहिले मनिर बनाउन आएको छ। यस्तो समस्या तपाईहरुलाई पर्यो भने तपाईहरु के गर्नुपर्छ भने यो तपाईले यो टंकी खोल्नुपर्छ। टंकी ओपन गरेर तपाईले यो वायरिङलाई खोल्नुपर्छ। वायरिङ खोलेर यो जुन सेतो तार हो त्यसलाई तान्नुपर्छ बिस्तारै बिस्तारै तान्नु भने जहाँ जोड हुन्छ नि। अहिले म भिडियो अघि बनाइरहेको थिएँ तर के रे क्यामेरै अन भएन, थाहै भएन कि क्यामेरा अन भएन। अनि म ताने तानेखेरि यहाँ तार टुटिएको रहेछ। अनि फेरि म अर्को भिडियो बनाइरहेको छु, अघिको सुटै भएन, म अघिदेखि बोलिरहेको छु सुटै भएन। अङ्कल पनि हेरेन। अनि हेर्नु, यो तपाईको यो वायरिङ तार हो, दुईटा तार हो। यो तार कतै टुट्यो भने तपाईको यो तार कतै टुट्यो भने लाइन आउँदैन। हेर्नु, अहिले लाइन आयो नि, यो मैले यहाँ टुटेको थियो। हेर्नु, यहाँ टुटेको थियो अनि यहाँ टुटेको थियो। हेर्नु, अहिले म जोडेको छु। यो सेतो तार हो नि, सेतो र पहिलो तार यो चाबी स्विचको तार हो। यो तार टुट्यो भने तपाईको लाइन आउँदैन र गाडी बाटैमा बन्द हुन्छ। हेर्नु, अहिले हेर्नु लाइन आउँछ ल, यो मैले जोड दिएँ, लाइन आयो नि। हो, यो कतै टुट्यो भने तपाईको लाइन आउँदैन, अनि यो जोड दियो भने तपाईको गाडी पनि चालु हुन्छ र लाइन पनि आउँछ। अब यस्तो समस्या तपाईलाई कतै बाटोमा पर्यो भने तपाईले आफै यसको काम गर्न सक्नुहुन्छ। एउटा ब्लेडले मजाले वायरिङलाई च्यात्नु, कुनै तार नकट्ने गरी, अनि नकट्ने गरी गरेर अनि मजाले वायरिङलाई ओपन गरेर अनि यो तार जोड्नु। जुन तार टुटेको छ, या त सेतो पनि टुट्न सक्छ, यो पहिलो पनि टुट्न सक्छ। जुन तार टुट्यो भने त्यसलाई जोडिदिनु, तपाईको गाडी स्टार्ट हुन्छ र धकेल्नु पर्दैन, कतै गाह्रो हुँदैन। मेकानिकलाई पहाडमा बोलाउनु पर्दैन, किनभने पहाडमा मेकानिक पनि आएको चार्ज धेरै लिन्छ। यति काम आफै पनि गर्न सक्नुहुन्छ। यो पल्सर 150 सीसी हो। जुनसुकै बाइक हुँदाखेरि तपाईको यो चाबी अन गरेर लाइन आएन भने हुनसक्छ यस्तो हलाएर लाइन आयो भने बुझिहाल्नुपर्छ कि तपाईको वायरिङको तार टुटेको छ। अनि वायरिङको तार टुटेको छ भने कसरी जोड्नु, एउटा ब्लेड लिनु अनि टंकी ओपन गर्नु, अनि मजाले बिस्तारै च्यात्दिनु। च्यातेर यो कभरलाई मजाले च्यातेर अनि चाबी स्विचमा जुन तार लागेको हुन्छ नि, यो दुईटा तार, चाबी स्विचको दुईटा तार हो, त्यसलाई मजाले तानेपछि जहाँ सर्ट हुन्छ नि, त्यो प्लास्टिकले थाम्न सक्दैन, भित्रको तारमा सर्ट भएको हुन्छ। अनि तान्दाखेरि त्यो तार टुट्छ। टुटेपछि हो बुझिहाल्नुपर्छ हाम्रो त्यही सर्ट छ, अनि जोडिदिनु, अनि तपाईको लाइन आउँछ र गाडी स्टार्ट हुन्छ। ल साथीहरू, यो च्यानललाई सब्स्क्राइब गरिदिनु र लाइक पनि गरिदिनु। अनि लाइक सब्स्क्राइब गर्नु पनि मलाई पनि मन लाग्छ। हो, साथीहरू हेर्दैछ अनि लाइक सब्स्क्राइब गर्दैछ, अनि मलाई पनि यस्तै बिस्तारै योभन्दा पनि राम्रो भिडियो र जानकारी ब्लग भिडियो हालिदिन्छु कि तपाईलाई बाटोमा गाह्रो नहोस्। हेर्नु साथी, यो मजाले च्यात्दाखेरि के हुँदैन, तपाईको बाइकमा केही नडराइकन च्यात्नु, तर हो तार कुनै कट्नु हुँदैन, बिस्तारै च्यात्नु र तानेर हेर्नु कहाँ तार टुटेको छ। अनि तपाईले इमर्जेन्सीमा पर्नुहुन्न र बाटोमा फस्नुहुन्न, मजाले कतै ग्यारेजमा गएर फेरि तपाईले राम्रैसँग त्यो वायरिङ चेक गर्न सक्नुहुन्छ। ल साथीहरू, नमस्कार।